नमस्कार। र आज चाहिँ मेरो विषय चाहिँ अस्ति हामीले 6वटा पारामिता चाहिँ के हो भनेर बुझिसकेको छौँ। जस्तै कि दान पारामिता, शील पारामिता, शान्ति पारामिता, वीर्य पारामिता, समाधि पारामिता, प्रज्ञा पारामिता भनेर चाहिँ हामीले 6वटा पारामिता चाहिँ हामीले के हो भनेर चाहिँ हामीले बुझिसक्यौँ। र यो 6वटा पारामितालाई चाहिँ तिब्बती भाषामा चाहिँ फार्चिन टुक पनि भनिन्छ है। फार्चिन टुकमा पनि छिम्पा, चुल्टिङ, सेर्पा, चुन्ड्री, साम्तिन, सेरा पनि भनिन्छ है। हो यसरी चाहिँ 6वटा पारामितालाई चाहिँ हामीले चाहिँ फार्चिन टुक भनिन्छ, तिब्बती भाषामा चाहिँ त्यसरी भन्ने गर्छौँ। र यो चाहिँ किन महत्त्वपूर्ण छ भन्दाखेरि पनि यो मैले पहिलाको भिडियोमा मैले भनिसकेको छु है। हजुरहरूले त्यहाँनिर गएर हेर्न पनि सक्नुहुनेछ। र आज चाहिँ यो 6वटा पारामिता मध्येमा चाहिँ प्रथम पारामिता चाहिँ दान पारामिताको विषयमा चाहिँ छोटो सजिलो रूपले चाहिँ हजुरहरूलाई म केही जानकारी दिन गइरहेको छु। र सबभन्दा प्रथम चाहिँ हामीले चाहिँ दान पारामितामा दान मध्येमा पनि 3 किसिमको दान चाहिँ हामीले देख्न पाउँछौँ। हामीले सूत्रहरूतिर त्यसरी लिखित भएको पाउँछौँ। र 3 किसिमको दानमा चाहिँ सबैभन्दा पहिला चाहिँ हामीले बाहिर चिजबिजहरू, बाहिरको वस्तुहरू, पैसा कौडी इत्यादिहरू, जति पनि पैसा कौडी, सुन चाँदी, हिरा मोती, खाना वस्त्र लाउने, अब जे जस्तो भए तापनि बाहिरको चिजहरू चाहिँ तपाईँहरूले दान गर्नुभएकोलाई चाहिँ त्यसलाई चाहिँ दान गरेकोलाई चाहिँ त्यसलाई चाहिँ साङसिङकी जिम्बा भन्छ। अब कसैले चाहिँ साङसिङ नुर्की जिम्बा पनि भन्छ है। त्यतिखेर चाहिँ बाहिर रूपको चाहिँ त्यतिखेर चाहिँ पैसा कौडीको दान भनेर पनि हामीले त्यसरी बुझ्न सक्छौँ। अर्को चाहिँ छुकी जिम्बा भनेर भन्दैछ। अर्को चाहिँ धर्मको दान हो भन्दैछ। यो धर्मको दान चाहिँ हामी जस्तो सामान्य मान्छेहरूले चाहिँ जस्तो कि अलिक ठुलो स्तरको गुरुहरूले है राम्रो पद हासिलहरू गरेर चाहिँ अनि मान्छेलाई चाहिँ धर्महरू सिकाउने, मान्छेलाई धर्मको कुराहरू बताउने, अनि त्यहाँदेखिको उसलाई चाहिँ नराम्रो कर्मको बाटोबाट चाहिँ असल कर्मको बाटोमा लगाउने त्यस्तो खालको शिक्षाहरू दिएकोलाई चाहिँ हामीले चाहिँ धर्मको दान भनेर चाहिँ त्यो चाहिँ सूत्र धर्मसँग सम्बन्धित भएको चाहिँ त्यस्तो शिक्षा भएकोलाई चाहिँ अब त्यो शिक्षा चाहिँ अरूलाई दिँदाखेरि चाहिँ छुकी जिम्बा धर्मको दान भनेर चाहिँ त्यसरी चाहिँ हामीले बुझ्न सक्छौँ। र अर्को चाहिँ मेजी क्याप्की जिम्बा भन्दाखेरि चाहिँ अरूलाई चाहिँ हामीले डरहरूबाट देखेकोलाई चाहिँ हामीले चाहिँ अरूलाई चाहिँ डरहरूबाट देखेको चाहिँ बचाउने। जस्तो कि अब हामीले छेतरहरू गर्दाखेरि पनि मिचिक्यापी जिम्बा त्यसमा चाहिँ हुन्छ है। हामीले छेतर भन्दाखेरि हामीले माछाहरू ल्याएर किनेर हामीले उसलाई उसलाई चाहिँ आयुदान गरेको नि त होइन। उसलाई चाहिँ खासमा आयुदान चाहिँ भयो, तर पनि यसमा चाहिँ मिचिक्यापी जिम्बा भन्दाखेरि डर नभएको दान है। खासमा चाहिँ अब बिना एकदम उसलाई चाहिँ डरबाट मुक्त हुने, त्यसरी चाहिँ उसलाई चाहिँ डरबाट मुक्त गराउने चाहिँ त्यस्तो त्यहाँ दान भनेको नि खासमा चाहिँ मिचिक्यापी जिम्बा चाहिँ। तर पनि डरबाट मुक्त चाहिँ कसरी चाहिँ उसले गरायो भन्दाखेरि चाहिँ उसले चाहिँ प्राण जानेको चाहिँ अब उसलाई डर भएको कारणले गर्दाखेरि चाहिँ उसलाई चाहिँ अब उसलाई चाहिँ त्यो ठाउँबाट चाहिँ हामीले बचाएर चाहिँ हामीले खोलामा हामीले अथवा पानीमा नदीमा हामीले त्यो माछालाई लगेर हामीले खोलामा पकाइदिँदाखेरि चाहिँ उसलाई चाहिँ प्राण जानेको डरबाट चाहिँ हामीले बचाएको कारणले गर्दाखेरि चाहिँ मिचिक्यापी जिम्बा भन्दाखेरि चाहिँ हो त्यस्तो पाराले चाहिँ मिचिक्यापी जिम्बा भन्दाखेरि चाहिँ डरबाट बचाउने चाहिँ त्यसरी दान चाहिँ हामीले त्यसरी उसलाई प्रदान गरेको हो। र यसरी चाहिँ अब अरू कुनै पनि अब जेमा पनि तपाईँहरूले जोडेर कुनै पनि अब डरबाट बचाउने दान भन्दाखेरि चाहिँ अब तपाईँ कुनै मान्छे कुनै किसिमको अब मान्छे भयो जे पनि भयो होइन। अब प्राणीहरूलाई त अब एउटा मर्ने एउटा के भन्छ उसलाई त्यस्तो डर हुन्छ, त्यो डरबाट बचाएर तपाईँले त्यो डरबाट मुक्त गराएर उसलाई त्यो ठाउँबाट मुक्त गराएर उसलाई अर्कै ठाउँमा तपाईँले अब खोलामा पकाइदिए तापनि नभए अब कहिले पनि उसलाई मार्नु न आफै ल्याएर पाले तापनि त्यस्तो गरे तापनि उसलाई चाहिँ त्यो डरबाट मुक्त गराएको त्यस्तो खालको चाहिँ दान चाहिँ तपाईँले अब त्यो चाहिँ तपाईँले गरेको हो त्यो चाहिँ।
तर पनि अब मान्छेलाई चाहिँ कुनै किसिमको चोरहरूले लुटेर अनि त्यहाँ चोरहरूले लुटेर लाँदाखेरि कुनै किसिमको जेमा पनि अब धेरै किसिमको डरहरू हुन्छ हो। त्यो डरहरूबाट चाहिँ हामीले त्यसलाई पचाइदिएर चाहिँ त्यसलाई डरहरूबाट चाहिँ मुक्त गराउनु नै मिजिक्याप किजिम्बा भनेर चाहिँ हो। त्यसरी चाहिँ हामीले त्यसलाई चाहिँ नाम दिएको, हामीले चाहिँ त्यसरी चाहिँ बुझ्न सक्छौँ, त्यसरी मिजिक्याप किजिम्बा है। र अब यो 3टा दान मध्येमा पनि सबैभन्दा श्रेष्ठ चाहिँ कुन चाहिँ हो भन्दाखेरि चाहिँ तपाईले सुन चाँदी हिरा मोती एकदम जति पनि अब तपाईले एकदम बहुमूल्य चिजहरू एकदमै कीमती चिजहरू चाहिँ तपाईहरूले ठुलो गुरु अथवा ठुलो गुरुलाई नभए तापनि अब एकदम सामान्य त्यस्तो भिखारीहरूदेखिको ल्याएर तपाईहरूले एकदमै जस्तै मान्छेलाई तपाईले दान गरे तापनि तर त्यो दान चाहिँ असल उच्च स्तर एकदम ठुलो दान चाहिँ त्यसरी चाहिँ मानिँदैन भनेर भनेको छ। अनि त्यहाँदेखि तपाईले कुनै चिजलाई चाहिँ कुनै प्राणीलाई चाहिँ त्यसको डरबाट मुक्त गराएर उसलाई चाहिँ त्यस्तो डरबाट मुक्त गराउने चाहिँ त्यसरी दान तपाईले प्रदान गर्नुभएको छ भने पनि त्यो पनि उच्च स्तरको दान होइन भनेर भनेको छ। सबैभन्दा ठुलो दान चाहिँ के हो भन्दाखेरि चाहिँ धाम्बेछुकी जिम्बा भन्दाखेरि चाहिँ धर्मको दान भनेर चाहिँ यो सूत्रहरूतिर यसरी लिखित छ।